हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन। अनि आज चाहिँ हाम्रो तिहार स्पेसल भिडियो रहेको छ। उहाँ हुनुहुन्छ शान्ति, मेरो प्यारी नन्द। वेलकम छ हजुरलाई मेरो भ्लगमा। धन्यवाद। परिचय दिनुहोस्। के भन्नु, नमस्ते, मेरो नाम चाहिँ शान्ति नुपाने ओ अरू के भन्नु, अरू त्यही नै हो। अब हामी चाहिँ तिहारको के तयारी गर्दैछौँ। अनि भिडियो अन्तिमसम्म हेर्नु होला। आजको हाम्रो तिहारको भ्लग कस्तो हुन्छ, लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सनु होला। ल जाऊँ। यहाँ चाहिँ हाम्रा दुईटा प्यारा प्यारा नन्दहरूले रेडी गर्दै हुनुहुन्छ दाईको लागि स्पेसल। ल छिटो छिटो अलिक गफ गर है। पुरा यो टपहरू पो भरिन्छ कि भरेन रोटीले, यस्तो छ। भ्याकेसन खाली छ है यो नन्दको चाहिँ। हो कि नाइ कि रिजराबो हो शान्ति सिङ्गल हो। ल ठिक छ, भ्याकेसन खुल्ला यस्तो राम्रो छिन्, परिदोषी छिन्, सिम्पल एन्ड स्विट मेरो प्यारी नन्द। फाइनल्ली रेडी गरेर हामीले चाहिँ सकिसक्यौँ। अब चाहिँ हाम्रो टिका लगाउने तयारी छ। अनि टिका चाहिँ हामीले कहाँ लगाउने, बाहिर लगाउने कि भित्र लगाउने भनेर अलिकति कन्फ्युज छौँ। भित्र पनि राम्रो त राम्रो यहाँ, तर पनि बाहिर गर्ने के भनेर हो। अनि यहाँ चाहिँ सानो मान्छे आइसकेको छ। टिका कति बेला लाउने फुपू भनेको भने छिनिले चाहिँ के बोलिदेऊ न, बोलिदेऊ ह्याप्पी तिहार भनिदेऊ न। वेलकम। उहाँ चाहिँ मेरो भाउजू, अनि उहाँलाई चाहिँ वेलकम छ मेरो ब्लगमा। अनि त्यसपछि आज चाहिँ अब हामी सबै तयारी भइसक्यौँ। अब चाहिँ टिकटक बनाउने है त। ल ल मैले ह्याप्पी तिहार गाइज, ह्याप्पी तिहार साना। थ्याङ्क यू। बल्ल थ्याङ्क यू भन्न जाने है। ल यति बेरमा ल भन बुवा सिम बेसी चाहिँ त्यही हुन्छ जाँदै बुवा हेलो भनिदिनु यहाँ भ्लगमा। हल्ला हल्ला ए भनिदिनु त तिहारको बारेमा। तँलाई के भनिदिउँ, भन्नु न केही, ह्याप्पी तिहार भन्नु। हात्ती अझै त खुब गोदीला घरमा गएस अनि घरमा ल फटाखिच्दै जन्मेको आइया यहाँ है, फटाखिच नाचौ। टिका लाउने बेलामा खोज्दा आइरहन्छ यो देवरलाई फेरि। हामी सायद भन्दा अगाडि पहिले नै तयार भयौँ गाइस, त्यही भएर कुरिरहेछौँ। मन शान्ति फिलिङ बोर हो क्या। मेकअप गइसक्यो सबै। हाम्रो रोटी पछाडि पछाडि छन्। भाउजू भन्छन् साली भेना गाइस, साली भेना गाइस। बिचरा दाँत हाल्न भन्नु पर्यो के। हुन्छ 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 कि नै अहिले नछिट्नु न तपाईँले फेरि। हतार भयो क्या यसलाई टिका लगाउन। सायद गइसक्यो भन्न नि भएन, सायदै आएन यहाँ त सबै। यहाँ फेरि कसै कसैको टिका छैन के, त्यही भएर गीत गाएको। हेलो गाइज, उहाँ हुनुहुन्छ हाम्रो ठुली फुपू पुरै, त्यही भएर गीत गाउँदै यिनी विरक्त भएर भन्नु। अलि वर आउनु न, टिका नभए नि आउनु त हुन्छ हो। भलक बनाउँछन् मेरा भदाइना बुहारीहरूले। अब म आउँछु, राम्री भएर आउनुभयो त फेरि टिका नभइकन भन्छु झन्। गरम मिलाएको परो परो कता आउनु भएको त फेरि अहिले टिका लाउने बेला। अब त्यहाँ माला लाग्छु क्या घाँटीमा माला। ए बिचरा ल ल है त गाइज। ए यहाँ फेरि हाम्रो मेरो आफ्नै दाई परदेशी, तै पनि यसो क्यामेरामा कैद गरौँ भनेर कैद गरेको। ह्याप्पी तिहार भ्लग बनाएको के। अब हामीले टिका लाउनु सुरु गर्न लागेको, त्यही भएर साइड आउनु मात्रै बाँकी रह्यो क्या। सबै गऱ्यौँ यहाँ, यो अलिअलि फुल पनि छरेर गइसक्यो। साइड आउनु मात्र, साइड अझै भएन क्या यहाँ।
यहाँ खाली पानी राशिका जय राशिकाले पूजा गरेको हैन राशिका ल सधैँ खुसी भइ राशिका खास फुले फुलको मायाले सजाइदिउँला राशिकालाई भगवान भएको भइ जाडो भयो फुलले हार्दिक अनि जाडो भयो जस्तो छ बाबुले यतिखेर त कान्छोबाट सुरु गर्छ यता कान्छोबाट अलि राख्दैन अलि डरला यता अगाडि दीपलाई अलि उता गरेर नि दीपले हाल्यो ल हाम्रो राजिकाले अब कति नाम दुनामा गएर उठाल्यो नि त उ सुन्यो लियो पिठो अलि मसिनो भन्छ क्या मोटोको त केही हुन्न नि त यहाँ पानी भएर हो राजिकाले त कस्तो मजाले दिइछिन् है हात थाप यसरी भएन खै कस्तो गरेर पानी हालेर गराइदिनु त पानी खै भयो नि खै कस्तो गरेर यहाँकै यहाँ निधारमा खै अलि पातलो भयो क्या बाक्लो नगराइ त निकाल्दिन त्यही हुन्न अहिले उ लाउँदा राम्रो देखिन्छ धेरै लगाइदिनु भएछ के बाक्लो पिठो थुपारिदिनु हो त्यही भएर उक्किँदा नि एकैचोटि उक्कियो सरल लाग्यो सरल पहिला उ लाउनु न जरिया लास्टमा लाउनु अहिले पहिला अरू यिनीहरू लगाएको यिनीहरू त्यो लास्टमा तैँले छाना आज मगाला है हैन तलमा जुलाइ त सुरुमा एराम अलि देख्छ कहिले देख्न एराम न ai हुन कहिले पुरै लायो के अलि लास्टमा दियो के अलि किन नहुन नमी देख्नु दादालाई टिका दादालाई उ दिदीलाई दिनु आफ्नो दिदी के आफ्नो दिदीलाई दिनु के म तिम्रो दिदी हो नि त बहिनी बहिनी हुन् तु के अहिले भइहाल्छ तँ के तँ टिकाए आप लिए त्यही भएर पोखिए हात बिगार क्या नाच्न अलि क्लास टेन्सन नगर यो रात लगायो कतै तल पुग्छ खै यसो जति दिनु दसैँ ठुलो दिन खाटेर न यो भएर दसैँ भन्छ तिहारमा लाई बाइटिला भन्छ नाची गर आज किन त ल आइ बाइ कति राम्रो लाग्छ अब ल ल बाबु उठेर तिमी तल जाऊ माला निकाल्यो है माला अनि मालालाई पछि बुबु मालालाई पछि ए तिमीलाई मलाई दिन्छ है तँलाई मालालाई पछि मालालाई पछि भनि हुँदा ल हाम्रो बहिनीले माला चिनु त हेर त माथि लगाइ तलदेखि माथि तिम्रो खै त तँ मिठाई ए तिम्रो भित्र हाल्यो थ्यांक यू एउटा हेर्न ए भनेर अब एउटा तिमीलाई माने चाहिँ नि टमेटो भनेर भाउजू अब दिदी टिकट हुन्छ त्यो सधैँ चाहिँ आकाश जाने अब जब दिदी कति बनाइदिनु अलि बाक्लो मोटो भन्छ नि गोलो खान्छ गोलो खाना भने हाम्रो फोटो त कसरी खिच्नु बनाएर हँ
टाइमिङ हुनु होइन टाइमिङ हुने भएर त्यहाँ गरौँ नि जसरी ए अहिले ल खाऊ तिमीलाई धेरै हतार भयो बस्नु अब घर माला खाना छ त्यो पाउन छ त्यो र अहिले आत्तिङ त्यसै खाना चाहिँ तिमीले पकाइनु नि यस्तो हतियारमा टिका लगाएर टिका लगाएर भोक लाग्यो अरे बजार हो मैं सबै पकाइदिन्छु खाना खोइ लिनु न पकाना कति आत्ति भयो त्यो पला न शान्ति खाना मुन्डा गरेर जस्तो भयो नि त अरे बात क्या माला लंग हो रहती है इसलिए मैं कुछ खाते हैं कितना दिन कुछ देखते माला के भाई वाला लेके ट्राई करते हैं हम ठीक है हम नहीं ले रहा पहले चल ले शांति रह चलना के गर्नु नि जान नि ओरा जान नि ओरा खान्छ एउटा दिन दाजु एउटाले पुरा हान्दिने गोदा आस्तारी गोदाम त तिमी बोल्न हाल्ने लौटा कुनी खाने गर्नु तर कुकुरले मलाई के खान्छ कुकुरलाई दिनु के सलाई नपर्ने छोड्नु पर्ने यो मान्छे एकचोटि रोक्नु मलाई लागि भिडियो गरिदिनु के मानी भाइ ल लाउन शान्ति अब टिका पनि मेरो त दसैँ जस्तै हुने भयो तिहार मेरो दसैँ जस्तो हुने भयो मेरो त नाक पनि रातै भयो क्या कलरफुल भयो लाउनु हजुरले मलाई किन लुकाउने ल नगर्यो त पहिले गर्नु पर्दैन मेरो त तिहार पनि दसैँ जस्तो भयो हौ हिँडेको बल्ल फेरि भएँ अब चाहिँ मैले फाइनली दाइहरूलाई अनि भाउजूहरूलाई टिका लगाइदिएर भ्याएँ सकियो अब चाहिँ फाइनली फेरि पनि मैले भाउजूलाई लिन र प्लस मेरो नन्दलाई लिनलाई फेरि जाँदैछु म घर अनि आजको तिहार चाहिँ यस्तै भयो रमाइलो भयो जस्ट मेमोरेबल भयो एन्ड यहाँ चाहिँ मेरो भदैनी यिनी चाहिँ जति बेला नि पछि लाकोलाई तिमी यहीँ बस के म भर्खर आउँछु के खालि पछि लाकोलाई चर त्यसै नाटक भारी आँसु चाहिँ आएन एकचोटि नाच्दै ल कम्मर हल्लाइदियो त्यहीँ अनि बल्ल लान्छु ल कम्मर हल्ला त्यहीँ हल्ला ल गीत गाएर कम्मर हल्ला केही लान्न अब मैले तँलाई राम्रै नाचिनेस् लान्न मैले यस्तो राम्रो ननाचिने ल मैले किन लैजाने हो लान्न मैले अब के आँखा लिएर पनि यता आँखा गराएर राम्रो नाचेको लाने हो त राम्रो नाच्ने
लानु मैले तँलाई ल ल एकचोटि फेरि नाच ल एकचोटि फेरि नाच ल एकचोटि फेरि नाच एकचोटि फेरि नाच ल ल नरेको नाच लानु न फेरि ल ल भयो भयो पापै लाग्छ अब चाहिँ मैले रहन्न मेरो बदैनीलाई लान्छु दैनी मेरो मुटु भन के भन्नु यति रोएपछि त ए कान दुखो साना अब यति रोएपछि त लान नि पर्यो के हन जे भन त्यही मान्छन् के माया गर पुपुलाई ल ल ल मेरो लाछिका होइन अनि यति पुपुलाई माया गर्ने राशिकालाई मैले नलएर भयो त यति गर्छिन् हेर न भगवान् कसको भदैनीले यस्तो गर्नुहुन्छ मेरो भदैनी त मलाई त पराणभन्दा प्राण गर्छिन् प्यारी छिन् न ल